प्रिय साथीहरू, जीवनमा सफल हुने चाहना सबैको हुन्छ, तर सफलता पाउन धेरैले सङ्घर्ष गरे पनि अन्त्यमा असफल भइहाल्छन्। किन यस्तो हुन्छ त? के भाग्य कमजोर भएको कारण असफलता भोग्नुपर्छ कि यसका पछाडि कुनै गहिरो कारण लुकेको हुन्छ? भगवान बुद्धको समयमा पनि यस्तै प्रश्नले एक युवकलाई निराश बनाएको थियो। जब त्यो युवकले बुद्ध समक्ष आफ्नो असफलताको पीडा पोख्यो, बुद्धले उसलाई एउटा गहिरो शिक्षायुक्त कथा सुनाउनु भयो। के त्यो युवकले असफलताको रहस्य पत्ता लगाउन सफल भयो त? आउनुहोस् यो प्रेरणादायी कथाबाट बुझ्ने प्रयास गरौँ। भगवान बुद्ध आफ्नो शिष्यहरूलाई ध्यान र धर्मको मार्ग सिकाइरहनु भएको थियो। एक दिन एक नवयुवक बुद्धका दर्शन गर्न आइपुग्यो। युवकको अनुहारमा निराशा र असन्तुष्टिको भाव स्पष्ट रूपमा देखिन्थ्यो। बुद्धले मुस्कुराउँदै सोध्नुभयो, के भयो पुत्र, तिम्रो मन यति अशान्त किन देखिन्छ? युवकले भित्रैदेखि भरिएको पीडा पोख्दै भन्छ, गुरुदेव, म मेरो जीवनमा धेरै प्रयास गर्छु। म बिहानदेखि रातिसम्म कठोर परिश्रम गर्छु, तर कहिल्यै सफल भइँदैन। जे गर्छु अन्त्यमा असफल हुन्छु। के म जन्मजात असफलताका लागि बनेको हुँ? बुद्धले युवकलाई शान्त हुँदै सुन्नुभयो र भन्नुभयो, तिमीलाई एउटा कथा सुनाउँछु, त्यसपछि तिमी आफैले आफ्नो प्रश्नको उत्तर पाउनेछौ। बुद्धले कथा सुरु गर्नुभयो। कुनै समय एक गाउँमा एकजना युवा धनुर्धारी बस्थे। ऊ एकदमै होसियार र सक्षम थियो। एक दिन उसले आफ्नो कौशल संसारभरि देखाउने निर्णय गर्छ। ऊ गाउँको सबैभन्दा ठुलो रुख नजिक गयो र आँखा बन्द गरेर निशाना हान्यो। ऊ विश्वस्त थियो कि आफ्नो लक्ष्यमा सफल हुनेछ, तर बाण लक्ष्यमा नलागेर रुखको हाँगा भाँचेर खस्यो। ऊ निराश भयो। त्यही बेला एकजना वृद्ध व्यक्ति त्यहाँ आइपुगे। वृद्धले मुस्कुराउँदै सोधे, के भयो पुत्र, किन निराश छौ? युवाले उत्तर दियो, मेरो निशाना तीखो छ, तर पनि म लक्ष्यमा हान्न सकिनँ। के म कमजोर छु? वृद्धले गम्भीर हुँदै भन्छ, के तिमीले बाण हान्दा आफ्नो मन स्थिर थियो? के तिम्रो ध्यान लक्ष्यमा मात्र थियो कि तिम्रो मनमा असफलताको डर थियो? युवाले भन्छ, मेरो मनमा असफलताको डर थियो। मैले सोचिरहेको थिएँ, यदि म असफल भएँ भने सबैले के भन्लान्? वृद्धले मुस्कुराउँदै भन्छ, त्यही नै तिम्रो असफलताको कारण हो। जब तिम्रो ध्यान लक्ष्यमा नभई डरमा हुन्छ, सफलता सम्भव हुँदैन। मनमा डर र शङ्का रहँदा कुनै कार्य सफल हुँदैन। तिम्रो मन स्थिर र लक्ष्यप्रति पूर्ण समर्पित नभएसम्म तिमी सफल हुन सक्दैनौ। बुद्धले युवकलाई हेर्दै भने, यसैगरी तिमी पनि प्रयास त गर्छौ, तर तिम्रो मनमा डर, शङ्का र असफलताको चिन्ता भरिएको छ। जबसम्म तिमी आफ्नो लक्ष्यमा पूर्ण समर्पित हुँदैनौ, डरलाई जित्न सक्दैनौ र आत्मविश्वास राख्दैनौ, तबसम्म सफलता सम्भव छैन। युवकले गहिरो श्वास लियो र भन्यो, गुरुदेव, मैले बुझेँ। म अब डरलाई जित्नेछु र मेरो ध्यान लक्ष्यमा मात्र केन्द्रित गर्नेछु। बुद्धले मुस्कुराउँदै आशीर्वाद दिनुभयो, सफलता बाहिरी कारणले होइन, तिम्रो भित्री स्थिरता, समर्पण र आत्मविश्वासले निर्धारण गर्छ। प्रिय साथीहरू, यो सुन्दर कथाबाट हामीले के सिक्न सक्छौँ भने असफलताको मुख्य कारण बाहिरी परिस्थिति होइन, भित्रको डर, शङ्का र आत्मविश्वासको कमी हो। जब हामी आफ्नो ध्यान लक्ष्यमा केन्द्रित गर्छौँ,
डरलाई जित्छौँ र पूर्ण समर्पणका साथ अघि बढ्छौँ, सफलता अवश्य मिल्छ। भिडियो मन परेमा लाइक, कमेन्ट अनि सेयर गरिदिनुहोला अनि हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद।